भयो नि त लाइफमा जस्तो सुकै मेकअप गर्न चाहिँ छोड्न होइन नि त लाइफमा जस्तो सुकै बिचोक सगुनको दामी भिड्दैछ पोखरी आइपुगेको छौँ बुलफाइट यो अलिक नपिरो खतरा त्यस्तै चिजहरू छ ए मर्छ नि ए लैज भनेको उता नहेर्नु यतै मात्रै हेर्नु बाल्टैमा छ What's up guys, hope everybody is fine and म पनि सन्चै छु and this is LMZ vlog र 3-4 दिन भयो म चाहिँ झापातिर चट्ट गर्मी घाम खान झरिरहेको छु भन्दा त नहुने हैन तर घामले चाहिँ सताइरहेछ हैन एन्ड आजको ब्लग चाहिँ स्टार्ट हुँदैछ हाम्रो झापाको केर्खा भन्ने ठाउँमा एन्ड दिस इज माई होम टाउन यो चाहिँ मेरो गाउँ हो हैन एकदमै सुन्दर छ र आजको चाहिँ मौसम पनि एकदमै दामी छ मौसमले पनि फेभर गरिरहेछ शीतल शीतल छ र आज तपाईहरुले थम्बनेल हेरिसकेर थाहा भइसक्नु भयो होला आजको ब्लग चाहिँ कुन टपिकमा हो भनेर आज चाहिँ हामी चुली पोखरी जाँदैछौँ एकदमै टिकटकै भरि भाइरल अब हामी आज जाँदैछौँ हामी एक्सप्लोर गर्दैछौँ र अन्तिमको लास्ट वान सर्ट चाहिँ हेर्नु कसैले नभुल्नु होला यो रुट कस्तो छ हैन रोड कन्डिसन कस्तो छ सबै म्यापहरू लोकेसनहरू र त्यहाँ पुगेपछिको हैन भाइब्सहरू कस्तो छ हामी तपाईहरुलाई देखाउँदैछौँ केर्खादेखि चाहिँ हामी मुभ हुन्छौँ र दमकमा एकजना साथी भेट हुन्छ अनि हामी त्यहाँदेखि चाहिँ डाइरेक्ट चुली पोखरीको लागि मुभ हुन्छ एक्साइटेड दिदी अफ रोडको लागि एकदम ल चोट चाहिँ नलागोस् अरु त सब फर्स्ट क्लास हुँदै ठुलो बाबाले मलाई यहाँदेखि हामी चाहिँ अब मेची राजमार्ग हुँदै जान्छौँ है त गाइस सी यू And it's Mechi राजमार्ग है त गाइस ओ लाइडर गर्न पर्दै हैन अर्को गएको भेट मजा आउँछ जस्तो छ क्या आज चाहिँ लाइक हेर्न जताततै डाइभर्सन चाहिँ अहिले त वाक्क लाग्छ है यो डाइभर्सन देखेर कतिखेर तर के गर्नु अब देशको लागि विकास हुँदैन होइन उयो आएको रतुवा पुल अहिले चाहिँ दमकको रतुवा पुलमा यो पनि क्रसमै पर्छ यु क्यान सी अ रिङ रोड हुन्छ हुन्छ दामी फुलहरू पनि देखेको छ यो चाहिँ आफ्नो हस्पिटल हो होइन अनि देख्न सक्नुहुन्छ दामी क्या यो सिरिजको रुखहरू के आएन न यार लोकेसनमा तर अति फुलेको क्या घरमै फोन झार्दै यार त्यो कुराको वाले यस्तो दामी हाल्ने चाहिँ यहाँनिर कस्तो दामी फुलेको यो फुल गर्दै शीतल लिँदै हामी अहिले मधुमला भन्ने ठाउँमा छौँ यहाँ बस पार्कमा आइपुगिरहेको छौँ अब यहाँदेखि चाहिँ हामीले साखारेको बाटो लिनुपर्ने हुन्छ भन्ने भन्छ उहाँहरूले यो मधुमलादेखि सिधै तल चाहिँ उलाबारी हो अनि यता भित्री बाटो आएको चाहिँ हामी चाहिँ दमक घुम्दै आएको अब यहाँबाट हामी मुभ हुन्छौँ घुडीबाट पछि बाटो हुन्छ यताबाट बाटो यता घुडीबाट झर्दा पनि हुन्छ यताबाट जाँदा पनि छ घुडीबाट जाने बाटो यताबाट पनि छ यताबाट साकारे
यहाँदेखि चाहिँ छुटिने रहेछ यो चाहिँ अघि मदन भण्डारी हाइवे नै हो है त्यो सिधा आउने हाइवे होइन अब यहाँबाट चाहिँ यो वे लिनुपर्छ है यो चोकबाट चाहिँ यो चोक हेरिराख्नु होला तपाईँहरूले याद गर्दा यो स्कुल रहेछ स्कुल भएको चोक याद गरिराख्नु होला कुन चोकको थाहा छैन यहाँबाट चाहिँ अब अफरोड सुरु हुन्छ है त सो यो लोकेसनमा आइसकेपछि पनि 4वटा बाटो आउने रहेछ हामी चाहिँ 3 कुनादेखि अलिक माथि छौँ अब यहाँ पनि 4 बाटो अलिकति कम्प्लिट हुने बाटो आउँदो रहेछ हामीले चाहिँ यहाँनिर दिदीहरूलाई सोधेर अब हामी यो वे लिन्छौँ है त सिधै यता माथि हो यो घर कस्तो दामी रहेछ नेपाली टिपिकल स्टाइल हुन्छ यस्तो दामी घर छ होइन यहाँ लाङ्गाली चोक भन्ने ठाउँमा चाहिँ मिक्लाजुङदै साखारे भनिँदो रहेछ यो ठाउँ चाहिँ साखारे रहेछ अब हामीबाट यो सिधै बाटो लिन्छौँ है त यो बाटो लिँदैनौँ हामी सिधाको सिधै एनसी हेर यहाँदेखि 4 किलोमिटर रहेछ चुली पोखरी अब यो लिन्छौँ हामी यहाँदेखि सिधै गर्ने रमेती 14 किलोमिटर यता गर्ने धोबेनी भन्छौँ अब हामी यो वे लिन्छौँ यहाँनिर यो बाटो आउँदाखेरि जोसुकैलाई सोध्दा नि हुन्छ क्या एकदमै गुड पिपल्सहरूमा चाहिँ भेट हुन्छ यही पछाडि पनि अङ्कलहरू हुन्छ घरहरू छ होइन जो पाइ त्यसलाई सोध्दै आउँदा हुन्छ एकदम राम्रो लाग्यो मलाई एकदम राम्रोसँगले उहाँहरूले लोकेसन बताइदिनुहुन्छ अब यहाँदेखि चाहिँ हामी यो वे लिन्छौँ यहाँ पनि हेर्दो रहेछ एउटा लालेमा चोक भन्ने रहेछ मिक्लाजुङ साखारे भन्ने ठाउँमा चुली पोखरी हामी अब सिधै जान्छौँ कि म अगाडि जाउँ बिचमा चाहिँ यस्तो डेन्जर खोला आउँदो रहेछ यो खोला चाहिँ बक्रा खोला हो जाउँ सिधै यहाँनिर यस्तो अप्रोच छ है पानी नभएको कारण चाहिँ जोस् मजा आइरहेछ पानी भयो भने कि बगाइ लान्थ्यो होला यहाँनिर दिदी रक्स खतरा उयो जस्तो लाग्दैछ मलाई चाहिँ आई थिङ्क आई गेस चुली पोखरी यस्तो दामी पार्ट सुरु भयो है फुलहरू मुस्काउँछन् तिमीले सुन्छौ त लेट्स गो नानी हुनुहुन्छ स्ट्रङ हुनुहुन्छ हाम्रो दिदी बिस्तारै भयो नि आम्म खतरा कटो फाइनली कटिसक्नुभयो बिस्तारै गरमले पाक्न लागेको अवस्था बट अल्सो हाम्रो यो ब्याकग्राउन्ड सिनेरियो हेर्दाखेरि पक्कै पनि गर्मी अब हट्न लागिसकेको छ यु क्यान सी गाइस यस्तो ठाउँमा आइपुगिसकेको छौँ होइन आम्मा यहाँदेखि कस्तो दामी भ्यू देखेँ यार वाह दिदी एडभेन्चर कस्तो भइरहेछ एकदम खत्रै क्या फर्स्ट टाइम पनि हाम्रो दिदी चाहिँ डेन्जरै हुनुहुँदो रहेछ होइन लेट्स सी द कतिको खुट्टा टेकिसकेको छ लाइसेन्स फेल हुनसक्छ अगाडिको मान्छे लडेको देखेँ कि होइन मतलब त्यो स्लाइड भयो नि त अनि बाइकको के गयो अब थाहा छैन होइन भन्न केही भएन के पानी गयो त त्यसमा बिस्तारै आउन केही हुँदैन आऊ
बाटो अब पछाडि एकछिन लैजाऊ दिशा जान्छ छोडा बिचोक सगुनको जान्छ जाऊ अब हो त्यहाँ बिस्तारै जाऊ खरानी डलेर खरानी पोले नबरु जति पोलेको यो बाटो हिँड्दा धेरै गाह्रो भयो साइकल तिम्रो त होइन होला यो चुली कटेपछि त आउँछ होला हौ चुली पोखरी होइन बुलेट भन्दा नि सबै ब्याग यहीँ थन्काएर हिँडौँ होला अब त अब म त अब कुदाउनु सक्दिनँ पुरै खत्रै बरु उसको अलिक खुट्टा लामो उसको सपना होइन लु त्यो उयो एकजना के भन्छ एउटै मान्छे हिँड्ने बाटो छ कि यो बाटो कटायो भने चाहिँ सकिन्छ थाम्न सक्ने केटाहरू 3-4 जना भयो भने चाहिँ लगिन्छ क्लच पनि छोड्दैनौ नि त डर लाग्यो नि हुत्तिन्छ जस्तो लाग्यो हुत्यो नि पछाडि नै एकचोटि यहाँबाट पछाडि भने के हुन्छ होला ए यहाँ होइन हौ अघि तलको कुरा गरेको यहाँ त यो त मिसन इम्पोसिबलै जस्तै हो यहाँ त लु भयो अब नाइ सगुन म चाहिँ घर गएँ अब मलाई पुग्यो चुली पोखरी चाहिँ ए भनेपछि यो यही मात्र बाटो बिग्रियो कि अझै माथि नि ए हजुरको चाहिँ त्यो घर ए माइती चाहिँ यता घर चाहिँ हो याक्सा उधो छ उधै बस्छु दोकान राख्नु भएको छ क्या हजुर दोकान किन दोकान घरमा गएको हुन्छ थियो होला बाटो यहाँ भर्खर क्या अस्ति भर्खरको पानीले 3 दिनको पानीले क्या करे जाए पानी छ यहाँ ब्यागमा हिरो धन्न सगुनसँग आएछु नि दुईजना आएको भए त जाऊ इतना गंदा रास्ता है यस ए भगवान के अरे फेरि भन त होइन एकचोटि ठेलौँ न फेरि यो दाइ फेरि हात त भयो दाइको उयो दाइहरु सगुन एकचोटि बुलेट नि ठेलौँ भन्दै जाऊ दिन्छ कसरी जानु पर्यो ढुङ्गामा पनि चिप्लिँदो रहेछ क्या अझै स्लाइड खान्छ नि त्यही नि मैले अघि भर्खर चक्का चेन्ज गरेर पो आएको त अगाडिको त नआए त
जान्थ्यो विदाउटमा यो बाटोमा सक्छौ भन अनि यति खट्नु पर्यो नि त तर त्यही त गाह्रो भयो लानु होइन होला प्रेग्नेन्ट छ टिङ टिङ ल मेरो सुपर हिरो भाइ आउँदै हुनुहुन्छ मलाई चाहिँ टेन्सन यहाँबाट कसरी फर्काउनु भयो तर अलिक उज्यालोमै फर्किनुपर्छ म आँखा देख्दिनँ नि अँधेरोमा जाऊ देख्छ छिटो ओह्रालोमा सजिलै हुन्छ राम है सिधै हेर न यो भ्लग त नि दीक्षा पछाडि चाहिँ सासु मलाई उयो उदेशले गर्दै राम भयो मलाई जान्छ होला पछाडि धेरै नजाऊ है दीक्षा यति त गएको रहेछ नि त ल दीक्षा तिमीले यो बाटो लगेको त म त फिक्स बे गर्थे मसँग होइन अरूसँग के हाम्रो बाइक के भयो रे टु मच भयो भने होइन यता चाहिँ भन्नु पर्ने होइन मलाई चाहिँ टु मच भोक लागेको छ अरू त त्यस्तै हो मलाई भोक लागेपछि मलाई रिस उठ्नु थाल्छ हामी चाहिँ यतिको पोइन्टमा आएको छौँ एन्ड वी क्यान सी दिस ब्युटिफुल भ्यू अफ दमक साइडमा भ्यू टावर अग्लो देखिरहेछ हाम्रो बाइक चाहिँ यहाँ तल पार्किङ भइरहेछ हिँड्दै आइरहेको छु दामी भ्यू देखिरहेछ उयो चाहिँ खोला यस्तो दामी देखिरहेछ लाइफमा जस्तो सिचुएसन आउँछ लिपस्टिक लाउनु चाहिँ छोड्ने होइन क्या मेकअप गर्नु चाहिँ छोड्ने होइन मेकअप गर्नु चाहिँ छोड्ने होइन नि त लाइफमा जस्तो सुकै सिचुएसन आयो नि फाइनल गाइस हामी चाहिँ अहिले चुली पोखरी आइपुगिसकेको छौँ हामी पछाडि देख्न सकिन्छ वेलकम टु चुली पोखरी मेक्लाजुङ गाउँपालिका पर्दो रहेछ अनि यो चाहिँ मोरङमै पर्दो रहेछ है लेडिज एन्ड जेन्टलमेन दिस इज द वे टु चुली पोखरी एन्ड दिस इज द हार्ट यु क्यान सी दिस प्लान तर एरिया है त हल्का तलतिर चाहिँ थोरै बाटो बिग्रिएको रहेछ त्यहीँनिर सम्ममा चाहिँ हामीले बाइक ल्यायौँ किनभने हाम्रो बाइकहरू चाहिँ अलिकति हेभी टाइपको छ एन्ड लेडी राइडरहरू भएको कारण चाहिँ त्यहीँनिर बाइक छोड्यौँ 10-15 मिनट हाइकिङ गऱ्यौँ अब यहाँदेखि चाहिँ नजिकै छ चुली पोखरी जस बबल हाइकिङ भइरहेछ यहाँनिर एउटा गेट साइनबोर्ड पनि देख्न सकिन्छ यहाँदेखि सिधा गयो भने रमिते जाने बाटो रहेछ रमिते पनि घुम्ने ठाउँ हो अनि यहाँदेखि अब पोखरी जाने अटे चाहिँ उता रहेछ है त हामी चाहिँ यो वे जान्छ अब पोखरी साइड मलाई लाग्छ पोखरी चाहिँ उहाँ जस्तो लाग्दैछ क्यान सी हियर स्टेप पाहाडहरू अति नै दामी देखिरहेछ है पुरै फाइनली गाइस हामी चाहिँ डेस्टिनेसन चुली पोखरी आइपुगिसकेको छौँ है त बुलफाइट यु क्यान सी हियर हामी चाहिँ अहिले फाइनली हाम्रो डेस्टिनेसनमा आइपुगिसकेको छौँ एन्ड बिसाइड मी तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर स्कुटर र बाइक साइक आइपुगिरहेको छ त्यही ठाउँ थोरै त्यहाँनिर चाहिँ होइन
त्यति एक ठाउँ मात्र बिग्रेको क्या तर पनि त्यहाँदेखि हिँड्दै आउँदा जस्ट त्यही 10-15 मिनट क्या बिस्तारै आयो भने नि त्यतिमा आइपुगिहालिन्छ अनि अब यहाँ चाहिँ म दोकानतिर जाँदैछु फर्स्ट अब के यसो होइन कस्तो रहेछ यहाँ दोकानमा के पाउँदो रहेछ त भनेर यहाँ आउँदैछु एकदमै पिसफुल एरिया लास्ट क्या यहाँनिर तपाईँहरूले ब्याकग्राउन्ड साउन्ड सुनिराख्नु भएको होला यो किरा फटेङ्ग्राहरूको मात्र अब सुनिन्छ यहाँनिर चाहिँ टक्क दोकान चाहिँ बिरामी लिएर गएको दोकान त सबै कुरा डेन्जर छ अनि हजुरहरू मात्र अघि छोराछोरीहरू पनि हुनुहुन्छ आमा छोराछोरीहरू कता हुनुहुन्छ छोरीहरू छ छोराहरू त छैन यहाँ सबै आफ्नो आफ्नो गरी खाने विदेशतिर हजुर कतिजना अहिले विदेशतिर मेरोहरू जम्मा 3 जना छ हजुर घरमा 2 जना छ आफ्नो घरतिर के थरी हुनुहुन्छ राई हो यहाँ के छ राति यसो आयो भने बस्न सस्नको पनि सुविधा छ यो ठाउँमा अनि उयो एक्सट्रिम डेटा दिन अनि एउटा फ्रुटी अनि उयो कुन हो करेन्ट चाउच एउटा दिन न फेरि भाग्नु लाग्नु भइगयो त्यो त चिजबल हो कि पिरो खालको त्यो दिने एउटा त्यो पनि चिजबलै हो यो अलिक नपिरो ए अनि त्यो म त को नाम पनि आउँदैन र म त आउँदैला सोचे नामै आउँदैन अनि चौचा दिन न एउटा पल्लो पल्लो त्यो दिन्थ्यो एउटा पल्लो 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 खानेकुरा आइपुग्यो धन्यवाद चटपटी ल्याएको हो यस भोक लाग्यो भन्नु भएन यस म पानी पनि सुरु गरौँ मिठा म पानी उडाउँदै तिम्रो फेभरेट यो चाहिँ अति हो क्या सकिएन मासु फेमस सिकुटी यस सबै गएछ केखा इज फेमस फर सिकुटी होइन त यतिको सिकुटी चाहिँ पाइँदैन है फेरि खाइ पनि लामल त अघि त्यतिकै खाइदियो हामी सक्नु भयो उसलाई नि दिएँ क्या मैले चढाइसक्नु भयो ल त्यसलाई चढाएको भने भइहाल्छ टिसन होइन काट्ने स्टाइल त भ्लगमा आयो अरे भ्लगमा हो त्यस्तो बिचमा गाडा मेरो अलिक दाँत सानो छ आजको डिसमा यु क्यान सी योर यस्तै चिजहरू छ अब हामी ट्राई गर्छौँ मैले 7 वटा पिस जति अगाएन छ त्यत्रो दिँदा नि दामी खाएर मासुको सट्टा हो मासु चाहिँ अति हानिदिँदो रहेछ नि कुखुराहरूले चटपटे कस्तो छिटो हान्दै क्या फेरि ठ्याक्क यिनीहरू नि डेटिङ आएको होला नि भालेर पोथी डेटिङ आएको हो अन्त मासु छोडौँ भनेको कि आज लास्टै आजबाट म खान्न आजै लास्ट मासु आखै छिटो मासुमा जान्छ क्या फेरि कुरकुरे पनि खाँदो रहेछ
ए हुन्छ अङ्कल हेलो गो पकाउनु ताल्यो भरे पचाउँछ है फेरि यसले हो कि उता पहेँलोले हामीलाई बाटो देखाएको हो क्या यसले हो जस्तो लाग्छ बहुत के भन्छ बाटो मान्टी ए क्लेभर बोले चुतिया स्मार्ट रङ यति आयो क्या मलाई यति आइसक्यो मलाई यहाँसम्म आइसक्यो त्यति चाहिँ भन्नु न आएको चाहिँ यति चाहिँ तिमी त बहुत के भन्छौ नक्कली हो नक्कली होइन तिमी धेरै बाटो छौ तिमी छैन छे छौ हेर्न छे हाम्रो इन्सल्ट हो मलाई यति हिन्दी नआला 2000 years later. चालाक हो चलाक त नेपाली पनि भन्छ होला होइन हिन्दी पनि हो नि चालाक तुम बहुत चालाक हो अब तुम जा सकते हो तुमने हमारा बहुत आधी प्लेट सुकुटी फेरि जाऊ तुम जाऊ फेरि एकताल ट्राई मार्नु के वाक्क भइसक्यो त्यो ऊ भाग्नलाई चाहिँ ल फेरि मान्छेमा आएको हो कि लैजाऊ भनेको हो कि लास्टै इनोसेन्ट यार के गर्नु नि लानु भयो भत्त म लान्न नि अनि घरमा ला अब त तिमीले हात पार गर्यौ बोलाउन अरे त मलाई हेपो गुड बेबी So guys, the wait is over and तपाईहरुले अब फाइनली हेर्न सक्नुहुनेछ चुली पोखरी the last one so चाहिँ हेर्न पक्कै नभुल्नु होला भन्ने थियो नि यही हो क्या रोड भन्दाखेरि अलिकति केटा आउँदा चाहिँ सहज हुन्छ हैन केटा भन्छ गाडीहरु ठेलठाल गरेर ल्याउँदा नि सहज हुन्छ ठिकै हो रोड त्यति साह्रो एडभेन्चरस पनि हैन र जस्ट अ पिसफुल एरिया हैन ग्रिनरी एकदमै दामी र मलाई चाहिँ यहाँ साइडमा चाहिँ अब मान्छेहरु चाहिँ क्याम्पिङ पनि गर्छन् भन्छन् हैन बेलुका आएर यहाँनिर सुविधा रहेछ लाइन पनि रहेछ पतिर घरतिर एन्ड त्यहाँनिर हरेक कुरा खानेकुराहरू दोकानै रहेछ हैन त्यो सुविधा पनि छ सायद त्यहाँनिर खाना पकाउन लाग्यो भने पकाइदिन्छन् होला न त यतै साइडमै हैन कुखुराहरू पनि रहेछ ल्याएर पोल्दा हुन्छ पोलेर खाँदा हुन्छ केटा आयो राति हैन क्याम्पिङको लागि आयो भने चाहिँ दामी नै ठाउँ छ स्पोट छ अनि पानीको पनि त्यस्तो दुःख छ जस्तो लाग्दैन यो ठाउँमा र पोखरी चाहिँ यो हामीले देख्दै गरेको लास्ट छ फ्ल्याट एरिया एकदमै दामी छ अनि मलाई चाहिँ यहाँनिर अझै हुन त कन्स्ट्रक्सन हुँदै होला यो ठाउँ तर पनि अझै अब कन्स्ट्रक्ट हुँदै गर्दा चाहिँ यो ठाउँमा के चाहिँ हुँदा हुन्थ्यो मेरो त्यो प्रतिक्रिया के छ भने यहाँनिर होइन यहाँनिर चाहिँ एउटा काठको दामी एउटा बस्ने ठाउँ भयो भने चाहिँ लास्टै बवाल देखिन्थ्यो जस्तो लाग्छ अरू साइडमा यस्तै बस्ने ठाउँहरू बनाइदिँदा नि हुन्थ्यो एन्ड चौतारा बनाइदिँदा चाहिँ बवाल हुन्छ जस्तो लाग्छ यो ठाउँलाई धेरै डेकोरेसन गर्ने पर्छ जस्तो लाग्दैन यो ठाउँ आफै ब्युटिफुल छ होइन वरिपरि तपाईँहरूले देख्न सक्नुहुन्छ अलिकति लो लेभलमा छ अनि सबै डाँडा छ क्या कस्तो दामी गरी त्यो बिचमा चाहिँ बसिरहेको छ क्या सो एकदमै दामी लाग्यो है चुली पोखरी सबैलाई आउनु भन्ने सजेस्ट गर्छु हाइकिङ गर्दै आउँदाखेरि चाहिँ 2 घन्टा 2.5 घन्टा लाग्छ भनेर सुनेको थिएँ किनभने गर्मी बढिरहेको छ तराईतिर यतिको राम्रो ठाउँमा यतिको पिसफुल कुल ठाउँमा चाहिँ आएर घुमिदिनु पर्छ फ्रेस नेचर एक्सप्लोर गर्नुपर्छ यहाँको नेचुरल आवाज लिनुपर्छ है त गाइज
बाख्रा भाग्यो नानीको बाख्रा भाग्यो ए मर्छ नि ए कस्तो हान्दिएको अनि यस्तो भिड छ बाटो यस्तो छ जानु अनि यहाँको भिड चाहिँ यस्तो छ है यतिको भिड छ अब यहाँबाट हामी चाहिँ झर्दैछौँ है अफरोड बाटो उता नहेर्नु यतै मात्रै हेर्नु बाटै मात्र दामी देखिरहेको छ है दमकको भ्यू चाहिँ गाइस एरियल भ्यू अफ दमक अहिले चाहिँ हामी फर्किसकेका छौँ ल आजको एकदम बवाल एडभेन्चर हो है